हाई गाइज, हेरौँ है त के पाक्दैछ आज मेरो किचनमा। प्राय सबै नेपालीहरूको फेभरेट मोमो। म नेपालमा हुँदा मलाई सबैभन्दा फेभरेट लाग्ने मोमो चाहिँ जमलको थियो। म एभ्री विक जस्तो नै जमल गएर डेलिसियस मोमो खान्थेँ। सबभन्दा मिठो त्यहाँको मोमोको झोल अनि त्यो पिरो खुर्सानीको पेस्टवाला अचार। मैले धेरैचोटि त्यो वाला झोल बनाउन ट्राई गरेँ, तर म जहिले पनि अनसक्सेस नै हुन्छु। आज पनि मैले त्यही झोल ट्राई गरेको छु। लेट्स सी है त कस्तो हुन्छ। यता झोलको लागि प्रेप गरेको गोलभेडा सेलाउँदै गर्दा यता मैले मोमो ऱ्याप गर्न थालेँ। मोमो ऱ्याप गर्न चाहिँ मलाई एकदमै मजा अनि इजी लाग्छ। मोमो ऱ्याप गर्दा गर्दै फेरि अर्को कुरा सम्झेँ भन्छु है त। नेपालमा हुँदा घरमै मोमो बनाएर खानेको रमाइलो छुट्टै हुन्थ्यो। सबै फ्यामिली मिलेर कसैले पिठो बेल्ने, कसैले मुछ्ने, कसैले मोमो फिल गर्ने, कसैले ऱ्याप गर्ने गरेर कतिखेर बनाउन भ्याइयो पत्तो नै हुँदैन थियो। त्यसपछि सबैजना सँगै बसेर खाँदा स्वाद नै छुट्टै। दुःखको कुरा चाहिँ अहिले घरमा मोमो बनाउँदा पनि सबैजना सँगै एकैचोटि खाऊँ न भन्दा सम्भव नै हुँदैन। ल अब हामी ब्याक टु झोलतिर जाऊँ है त कस्तो हुन्छ। अघि भने जस्तै यो चोटि पनि म अनसक्सेस नै भएँ। मैले धेरैचोटि ट्राई गर्दा पनि त्यहाँको जस्तो मोमोको झोल बनाउन सकिनँ। इफ एनीवन नोज हाउ टु मेक द्याट झोल प्लिज कमेन्ट गर्नुहोस् है। जमलको जस्तो झोल नबने पनि यो झोल पनि एकदमै मिठो भएको थियो। हजुरहरूलाई मोमो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु ल। थ्याङ्क यू गाइज, बाई बाई।